र यसरी दाजुभाइको भेटघाट भएको छ। उहाँ गजेन्द्र मादिन हुनुहुन्छ, यतापट्टि चक्र दाई हुनुहुन्छ, चन्द्र दाई हुनुहुन्छ। दाजु कति वर्ष पुग्नुभयो र उता गजेन्द्र बहादुर दाजु 74 होइन दाजु? अनि यता चक्रबहादुर दाजु कति वर्ष पुग्नुभयो? अहिले 64 मा पुगे, 63 पुरा भएर अब 64 मा लाग्छु। अनि हजुर अब धरानदेखि सहरदेखि यहाँ आउनुभयो, यहाँको गाउँठाउँको रमझम पहाडहरू यहाँलाई कस्तो लाग्यो? यहाँको गाउँठाउँ एकदम राम्रो छ र यहाँको हावापानी राम्रो छ। खानेकुराहरू जे खाए पनि यहाँनिर हामीले पचाउन सक्छौँ र शरीरमा पनि एकदम राम्रो हुन्छ, एक्सर्साइज राम्रो हुन्छ। यहाँ अब पहाडमा उकालो ओह्रालो हिँड्दाखेरि शरीरमा एकदम एक्सर्साइजहरू राम्रो हुन्छ।